अपराधजन्य क्रियाकलाप न्यूनीकरणसँगै शान्ति सुरक्षालाई मजबुत बनाउने उद्देश्यले 5 थरको फेदिम नगर क्षेत्रमा सीसी क्यामेरा जडान गरिएको छ। फेदिम नगर क्षेत्रलाई सुरक्षित र अपराधरहित नगरको रूपमा परिचित गराउन तथा नमुना सहरको रूपमा विकास गर्ने उद्देश्यले सीसी क्यामेरा जडान गरिएको सरकारवाला निकायले बताएका छन्। गलत नियतले काम गर्ने मान्छेहरू क्यामेराको सञ्जाल छ भन्ने बित्तिकै भनेर त्यो मनोवृत्तिमा पनि सुधार आउला र त्यस्ता मान्छेहरू निरुत्साहित हुन्छन्। पहिलो कुरा। दोस्रो कुरा, भइसकेका घटना कसैले घटना गर्छ भने त्यस्तालाई प्रतिहरू भोलि हामीलाई अभियोजन गर्न अदालतमा पेश गर्न पनि प्रमाणको रूपमा पेश गर्न पनि सजिलो। संसद विकास कोष, जिल्लाका राजनैतिक दल, फेदिम नगरपालिका, उद्योग वाणिज्य सङ्घ र जिल्ला स्थित विभिन्न सङ्घ संस्थाले 18 लाख रुपियाँ सङ्कलन गरेर नगर र आसपासका क्षेत्रमा 28 वटा सीसी क्यामेरा जडान गरिएको छ। सीसी क्यामेरा जडान भएपछि फेदिममा व्यवसाय गर्ने व्यवसायीसँगै सर्वसाधारणलाई पनि सहज भएको उद्योग वाणिज्य सङ्घ 5 थरका अध्यक्ष मित्र प्रसाद काफ्लेले टिप्पणी गर्नुभएको छ। सीसी क्यामेरा जडानमा अत्यन्तै उत्साहित पनि भएका छौँ र यसमा लाग्ने सहयोग पनि हामीबाट हाम्रा व्यवसायले गर्नुभएको छ र सहयोग गर्ने व्यवसायलाई पनि धन्यवाद। फेदिम नगरको शनिबारे हटिया लाइनदेखि 4 ओरेसम्म र बस पार्कदेखि जिल्ला प्रहरी कार्यालयको गेटसम्मको क्षेत्रमा क्यामेरा जडान गरिएको छ। यो सँगै फेदिम नगर 2400 घण्टा सीसीटीभीको निगरानीमा रहँदा सुरक्षित हुने स्थानीयको अपेक्षा छ। पहिले जति प्रभावकारी भएन, अबपछि प्रभावकारी हुन्छ भन्ने लाग्छ। यसलाई चाहिँ के भन्छ, तारको कारणले गर्दाखेरि प्रभावकारी नभएको र विषयमा चाहिँ डिस्पोज भएको भन्ने कुरा छ, टेक्निकल कुरा चाहिँ। क्यामेराको दिगोपनका लागि सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव मोहन कुमार दाहालको संयोजकत्वमा सीसी क्यामेरा जडान, रेखदेख र मर्मत समार उपभोक्ता समिति समेत गठन गरिएको छ। आफूलाई सीसी क्यामेरा जडानमा के समस्याहरू आए, फल्टहरू आए, मतलब यो अहिलेको सीसी क्यामेरा जडानबाट पनि भोलि फल्ट आउँदैन भन्ने होइन, आउनसक्छ। तर त्यसको लागि चाहिँ अब निरन्तर रूपमा यसलाई एउटा फन्डको आवश्यकता हुन्छ। जसको लागि चाहिँ हामीले नगरपालिका र यहाँको उद्योग वाणिज्य सङ्घ लगायत सम्बद्ध संस्थाहरू, खासगरी सरकारी संस्थाहरूबाट जिविस नगरपालिकाबाट चाहिँ वार्षिक रूपमा फन्ड छुट्याउने कुरा पनि भइरहेको छ। त्यसो हो भने यो चाहिँ सबैको लागि सीसी क्यामेरालाई चाहिँ एउटा मेन्टेनेन्स गर्न सकिन्छ भन्ने भन्दैछ। फेदिम नगरमा जोडिएको सीसी क्यामेराले अपराधरहित फेदिम नगर बनाउन सहयोग त पुर्याउला, तर यी क्यामेराको रेखदेख र मर्मतका लागि भने स्थानीय व्यवसायी, सङ्घ संस्था र सरकारी कार्यालय सबैले उत्तरदायी भूमिका निर्वाह गर्न जरुरी छ। सगरमाथा टेलिभिजनका लागि 5 थरबाट लक्ष्मी गौतमको रिपोर्ट।